पिज्जा खायौँ बर्थडेको। अब निस्केको घाम यस्तो लागिरहेको छ। त्यही मैले आज बक्खु लगाएर आएको छु। यहाँ हाम्रो घरको छेउको रेस्टुरेन्टमा 1 घन्टा हुन आँट्यो। अब 1 घन्टा मात्रै छ हाम्रोमा। त्यहाँ चाहिँ जानुपर्छ फेरि ड्युटी। यस्तै छ यहाँको लाइफ। एकछिन भए पनि माइन्ड फ्रेस गर्नुपर्छ। लाइफ छोटो छ, कम्ती टाइममा पनि इन्जोय गर्नुपर्छ। यहाँको नानीहरूले हेर्दै मलाई भन्दैछ ड्रेस लगाएको देखेर। रियाक्सन हेर्ने मान्छेको कस्तो मिठो बनायो। यहाँ पनि लाग्यो चाहिँ यहाँ सपिङ मल अलिकति पसेँ हो। अनि म यो किनेको छु पेमाको लागि, मेरो रत्नको लागि। गरिसके किनिसके। अब हामी यहाँबाट निस्केको। ल अब चाहिँ हामी निस्केको है।